यो भिडियो एकैछिन हेर्नुस् त। यो भिडियो मैले फेसबुकको गोदावरी सेरोफेरो पेजबाट करिब 1 महिना अगाडि पोस्ट गरेको थिएँ र जो मिन कुमारी तन्डुकार हुनुहुन्थ्यो उहाँको यो पोस्ट राखेको भोलिपल्ट निधन भएको थियो र त्यस भिडियोमा हामीले के वचन दिएका थियौँ भने उहाँको जीवनलाई बचाउन नसके पनि उहाँको एकजना छोरा जो यसै घरमा बस्दै हुनुहुन्थ्यो र यो घरको अवस्था एकदमै जीर्ण भएको कारणले गर्दाखेरि हामीले यो घरको जस्ता पाता चाहिँ फेरिदिने भन्ने जुन प्रतिबद्धता गरेका थियौँ त्यो प्रतिबद्धता पुरा हुने समय आइसकेको छ। आज हामी गोदावरी सेरोफेरोको परिवारले सोही क्यान्सर पीडित जो मिन कुमारी हुनुहुन्थ्यो उहाँ नरहे तापनि हामीले उहाँको छोरालाई सहज होस् भन्ने हिसाबले उहाँहरूको जुन झुल झैँ वाल परेको जुन जस्ता पाता छ त्यो फेर्नको निमित्त आज हामीले जस्ता पाता लिएर आइसकेका छौँ। जति पनि मनकारी जुन दाताहरू हुनुहुन्छ उहाँ दाताहरूको म पछि नामावली नै अर्को दोस्रो भिडियोमा लिएर उपस्थित हुने नै छु र मेन त यो जस्ता पाता जुन हामीले जुटाउनको लागि सहयोग गर्नुहुने गोदावरी नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष श्रीराज थापाज्यू लगायत वडा नम्बर 1 का वडा सदस्य सुमन आचार्यज्यू अनि त्यस्तै गरेर गोदावरी नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष राज घिमिरेज्यू विशेष गरेर जुन हाम्रो गोदावरी नगरपालिकाको परिवार जसले हामीलाई यो जस्ता पाता सहयोग गरिदिनु भएको छ उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। जति पनि हामीले जुन यो राम्रो कार्य गर्न लागेका छौँ यो राम्रो कार्यमा उहाँहरूको जुन साथ सपोर्टले गर्दाखेरि आज हामीले जुन क्यान्सर पीडितलाई दिएको वचन पुरा गर्न पाउँदा निकै नै हर्षित भएका छौँ। त्यस्तै गरेर जति पनि अरू सङ्घ संस्थाहरूले आबद्ध भएर जुन सहयोग गर्नको लागि उहाँहरूले जुन सहयोग हात फैलाइदिनु भएको छ उहाँहरूको लागि पनि म विशेष धन्यवाद दिन चाहन्छु। अर्को भिडियोमा जति पनि सहयोगी हातहरू हुनुहुन्छ उहाँहरूको नामावली लिएर म उपस्थित भइ नै हाल्नेछु र बर्खाको कारणले गर्दाखेरि र अरू चाहिने सामग्री जुटाउनको लागि केही समय लाग्ने भएको कारणले गर्दाखेरि केही दिन पछाडि हामी यो जस्ता फेर्ने कार्य गर्ने नै छौँ र त्यति बेला भने हाम्रो दोस्रो भिडियो जुन जस्ता फेर्दाको भिडियो हजुरहरू सामु उपस्थित गराउने बाचासहित आज भने बिदा हुन चाहन्छु। धन्यवाद। हुँदै